हेलो ब्युटिफुल माई युट्युब फ्यामिली, हजुरहरूलाई वेलकम छ मेरो कोसी खेती युट्युब च्यानलमा है। अहिले चाहिँ म यहाँ लसुन रोप्नको लागि चाहिँ यहाँ रेडी गर्दैछु। यहाँ पहिला साग रोपेको माटो चाहिँ यतापट्टि फालेर हामीले यहाँ राखेको छौँ। अनि यहाँ चाहिँ यो चाहिँ हामीले मल माटो बनायौँ होइन। मल माटो बनाएर चाहिँ अनि यहाँ यस्तो यो कार्टुनमा लाएर रेडी हुँदैछ हाम्रो चाहिँ लसुन रोप्नुको लागि है। अब नि आज चाहिँ बनाउँदैछौँ अनि भोलि चाहिँ म लसुन रोप्छु है यहाँ है। यतापट्टि पनि बनाउनु यी माटोहरू यो अब फालेर यो माटो फालेर त्यो मल माटोहरू लाउनु छ है। यता पनि कति 5वटा छ मेरो टन्न कार्टुनहरू अब लाउनु पर्ने है साथीहरू। अनि आज चाहिँ म मल माटोहरू बनाएर लाउँछु अनि भोलि मात्रै लसुन चाहिँ रोप्छु है। म चाहिँ यहाँ लसुन रोप्नको लागि आइसकेको छु है। म चाहिँ अब तपाईँहरूलाई लसुन रोपेर अनि पछि उ गरेको पनि देखाउँछु है। मेरो हात कति कालो न कालो पाउँदो रहेछ त। म चाहिँ अब कोसीमा सधैँ लसुनहरू रोपिरहन्छु होइन। योभन्दा अगाडि चाहिँ मैले भिडियोहरू चाहिँ बनाएर लाउँदिनँ थिएँ। अब यसपालि चाहिँ यहाँ मैले सबै रेडी गरिसकेको छु होइन। योभन्दा अगाडि तपाईँहरूले माटोहरू बनाउँदै गरेको देखाएको थिएँ तपाईँहरूले होइन। अनि यहाँ रेडी भइसक्यो। अनि यहाँ चाहिँ मेरो यहाँ 5वटा छ यो कार्टुन होइन, 5वटा छ। अनि यहाँ पनि छ है, यता 5वटा छ। म चाहिँ 10वटामा मजाले के अरे लसुन रोप्छु है। मलाई चाहिँ वर्ष दिनसम्म नि पुग्छ है यो यतिमा रोपेको के अरे लसुनले चाहिँ। मेरो सागको हालत यस्तो छ है साथीहरू, बल्ल बल्ल अलिअलि खानु होला जस्तो हुँदो रहेछ। सबै सेतो लागेर कि अलिक अगाडि रोप्यो कि के हो अक्सिजन भएर। 1 2 3 4 5 6 ल साथीहरू, अब चाहिँ म यहाँ चाहिँ लसुन रोप्नु थालेँ है। म चाहिँ यस्तो कार्टुनमा चाहिँ यस्तो चौडाइमा चाहिँ म 5वटा रोप्छु होइन। अनि लम्बाइमा चाहिँ यस्तो लामो यस्तोमा चाहिँ कति 6वटा। पहिला त मैले 8वटासम्म रोपेको थिएँ होइन, 7वटा 6वटा रोप्छु यस्तोमा चाहिँ। यो त यतिकै टका गाडिदिँदा नि हुन्छ। 2 3 4 5वटा भयो। ल एक्लै रोप्दैछु म चाहिँ यसरी, तपाईँहरूलाई पनि देखाऊँ भनेर मैले चाहिँ। मेरो हात के साह्रो कालो देखिँदो रहेछ हौ, त्यति कालो पनि छैन त। बिउ चाहिँ साथीहरू मैले मेरो घरमा पनि छन्छ होइन, तर मैले चाहिँ अर्को बाहिरकै लिएर रोपेको है। घरमा अब पोहोर पनि त्यही माटो, यसपालि पनि त्यही माटोमा भनेर राम्रो हुँदैन भन्दो रहेछ। त्यही भएर मैले चाहिँ नयाँ बिउ लिएर रोपेको छु है। हेरौँ कस्तो हुन्छ, राम्रै हुन्छ होला आशा गरौँ। ल साथीहरू, ल यसरी रोपेँ है, तर मैले उता चाहिँ पुर्दिहालेँ। अनि म चाहिँ अब यस्तो यतिको रोपेपछि चाहिँ यहाँ चाहिँ के गरिदिन्छु भने, यहाँ मेरो तोरीको बिउ छ होइन, तोरी पनि हालिदिन्छु म। यहाँ तोरी पनि छरिदिन्छु होइन साथीहरू। अनि यो नि उम्रिँदै गर्छ, उम्रेर अलिअलि 2-3 इन्चको हुँदाखेरि तोरी चाहिँ उखेलेर खाने बेला हुन्छ। अनि म चाहिँ तोरी पनि लगाइदिन्छु है सँगसँगै। एउटै ठाउँमा 2 चिज खानु पाइयो नि त। उता यी लसुन पनि हुर्किँदै गर्छ होइन। अनि के त के अरे तोरीको साग पनि खानु पाइयो है। ल अलिक बाक्कुलो छरिदिनु पर्यो। यो मेरो तोरीको बिउ पहिलाको हो कि, अस्ति पानी पनि पसे अलिअलि कुहिए जस्तो लागेको थियो। ल अब यस्तो गरेपछि चाहिँ अलिअलि हातले यस्तो गरिदिने। अनि यो लसुनहरू देखेको छ भने हल्का पुरिदिने। अनि यसलाई पनि मजाले रोपौँ है साथीहरू।
अझ कुनै सानो ठुलो मिलाएर रोप्छु साथीहरू ठुलो ठुलो सानो सानो छान्दै छान्दै मिलाउँदै ल यसरी रोप्यो है 4 5 यतिकै हो पोहोरको भन्दा अझै एउटा पातुलो पोहोर भन्दा कति पातुलो छ पातुलो नि ल वाउ साथीहरू ल सेतै फुरुरुरुरुमा देखिँदो रहेछ त मजाले तोरी छरिदिन्छु तोरी पनि अनि साथीहरू मेरो च्यानललाई चाहिँ हजुरहरूले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला है अब यता चाहिँ म रोपिसकेपछि मात्रै देखाउँछु है त साथीहरू छिटो छिटो रोप्छु किन एक हातले रोप्दा त अलिक ढिलो हुँदो रहेछ कि त्यही भएर साथीहरू मैले चाहिँ यता पनि लसुनहरू रोपिसकेँ है यता पनि अनि यता पनि मैले रोपिसकेँ है अब सरर म चाहिँ पानी लगाइदिन्छु ल साथीहरू म चाहिँ अब लसुनहरू रोपिसकेँ है अब यहाँ पानी लाउनु पर्यो पानी लगाइदिँदैछ यो लसुन रोपेकोमा ए कताबाट हात त गल्दो रहेछ त हल्का मात्रै लगाइदिन्छु थोरै थोरै माथि माथि मात्रै साथीहरू भिडियो चाहिँ हेर्दै गर्नु होला अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब पनि गर्नु होला ल सी यू नेक्स्ट भिडियो बाइ बाइ